Welcome to the pine tree forest. to the pine tree forest of Mangpu. यहाँनिर चाहिँ हिँड्नुको लागि you have only this much. So yeah. टोकी पठाए टेम्पर क्लास पुऱ्यायो. So guys, आज चाहिँ हामीहरू चाहिँ घुम्नुको लागि आइरहेको छु अर्किड हाउस हो. सबै गलेर सबै बसिरहेको छ. हामी मात्रै चाहिँ एकदम एक्टिभ. भाइ पनि एक्टिभ छ. हाम्रो अर्किड हाउस चाहिँ दामी छ हैन गाइस. एकदम बेसी दामी. हाम्रो नानी चाहिँ हामीलाई छोडेर आफ्नो मामासँग गइरहेको छ हैन. कहाँ गयो तिनी अत्तपत्त छैन हो. We'll show you later त्यसलाई. टिकट कट गर्नुपर्छ टुरिस्टहरूले चाहिँ हैन. यहाँ हाम्रो गाउँमै भएर चाहिँ हामीले चाहिँ पैसा पे गर्नु पर्दैन. यहाँ चाहिँ दामी हुन्छ. यहीँ आएको एक्चुअली चाहिँ गाइज हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यहीँ हो. ए यहाँ चाहिँ भाइ छ जाउँ. त्यो साइड त कालो बेसी. त्यो छ त थियो भाइ. खै के गर्दै अरे देखाउ त. मेरो गदेसको अनुहारमै खोर्सी थियो. ए हो त रहेछ त्यो. यहाँ पनि त हो. यहाँ नि खोर्सी. यहाँनिर चाहिँ खोर्सानीहरू देख्नुभयो होला. यहाँ भाइ सबैजना चाहिँ आज यो खोर्सानी हेर्नुको लागि आएको. हेर्नुहोस् तपाईँहरूले यस्तो खोर्सानी देख्नु भएको छ कि छैन. कुनहरूले चाहिँ अलिक राम्रो देखा न खोर्सानी. यो देखा नै दामी थियो गाइज हो. यहाँ स्काई चाहिँ अहिले अलिकति क्लाउडी भयो. चिन्नु मेरो गर्लफ्रेन्डलाई लगेर गएको जग्गा चाहिँ यहाँनिर चिप्लेको थियो. अब चाहिँ क्यामेरा होल्डर चाहिँ म भएँ होइन. अब म त बेसी बोलेँ भने तपाईँहरू हत्तु हुनुहुन्छ होला. टिभी चोर्नु जानु पर्ला जस्तो छ उनीहरूलाई. कहिले त्यहाँ बसेर त त्यसो त हो. त्यो बना होमस्टेहरू बनाउँदैछ हौ. यहाँनिर चाहिँ यस्तो बनाइरहेको रहेछ. खै नि त्यसले के लेखेको थियो अरे यहाँनिर. माथि होमस्टे जाने होइन. यहाँनिर किवी दुइटा राखिदिइरहेको रहेछ खाने भनेको. पुगेको उकालो हो त्यो त होइन. किवी जया चाहिँ गाइज. यहाँनिर चाहिँ हामी फिलहाल अहिले यस्तो जङ्गलमा हिँड्नु पर्दैछ हो. सबैजना हिँड्नु हुँदैछ अगाडि. यु क्यान सी हो वाट अ भ्यू. अघि चाहिँ हामी यहाँ तल थियो. तलनिर थिएँ. अहिले चाहिँ हामी यहाँ माथि. अम्बो थन्ड्रिङ हुँदैछ त. पानी पऱ्यो भने बिचौक हुन्छ होला हामी. गाइज टु मच जङ्गल. हाफ एन्ड बित्थामा लगाएर आएछु. घोच्यो खुट्टामा. यत्तिको चाहिँ पक्रेर हिँड्नु लानु पऱ्यो नि त. क्रिस्टललाई मजा आइरहेको छ. त सोलो रहेछु. अब के गर्नु यस्तै छ मेरो जिन्दगी. बिच त कहाँ त्यही त खै कुन न. अन्त उहाँबाट जान्छ होला. उहाँबाट यो बाटो यहाँनिरै. हामी चाहिँ यहाँनिर यो जङ्गल भएर यो बाटो भएर चाहिँ हामी चाहिँ एक्सक्युज मी यहाँ आइपुगिसकेको छु. अब हामी चाहिँ यहाँनिर बाटो भेट्नु आँट्यो. यो चाहिँ हाम्रो बाटो आइपुग्यो फिलहाल. बाटो पनि हुनु त अब त्यस्तो खास छैन. हेर्दा त जङ्गल हो. कडा गर्न
फिलहाल यहाँनिर चाहिँ जस्ट बनिँदैछ होइन, त्यस्तो अब बनिसकेको चाहिँ छैन, यहाँनिर भर्खरै बनिँदैछ। हामी चाहिँ आइपुग्यौँ यहाँनिर, यो यसको मुनि यतिको भ्यू चाहिँ तपाईँहरूले देख्नु पाउनु हुँदैन है गाइस। हियर लेडिज एन्ड हियर लेडीज want to be free भन्ने चाहिँ यता मनमा छ। ओ तुम यहाँ पे हो। अबे कस्तो हरामी रहेछ भाइ, जा अब किनेर ल्याइदे। कस्तो हरामी रहेछ भाइ, अब किनेर ल्याइदे। अबे खतरा रहेछ त अन्त चम्मच त। जस्ट फर माइन्ड फ्रेस हामी चाहिँ यहाँ माथि आएको छु नि त, हल्का होइन माइन्ड फ्रेस गर्नुको लागि जाडो भयो मलाई। आज चाहिँ यहाँ काँडा पलायो मलाई।